सबैजनालाई जय मसीह, सबैजना सन्चै हुनुहुन्छ भन्ने म आशा गर्छु है त। तपाईँलाई एउटा क्वेसन, शैतानले कुन भाषा बोल्छ अनि येशू ख्रीष्टले कुन भाषा बोल्नुहुन्छ? तपाईँहरू कमेन्टमा लेख्नु है त। अब आउने केही दिनहरूमा, हप्ताहरूमा हामी 6वटा कवचहरू हेर्नेछौँ। एफिसीको पुस्तकमा 6वटा कवचहरू दिएको छ। सुरुमा चाहिँ हामी सत्यताको पेटी होइन, सत्यताको पेटीको बारे। पेटीको उद्देश्य चाहिँ के हो? पेटी जब पावल प्रिजनमा हुन्छ, जेलमा हुनुहुन्छ, उहाँले चाहिँ बाहिर यसो हेर्दाखेरि आर्मीहरू देख्नुहुन्छ होइन, गार्डहरू देख्नुहुन्छ नि। गार्डले चाहिँ के गरेको छ, एकदमै धेरै तरबार राखेको छ, धेरै कुराहरू झुटाएको छ। त्यसलाई चाहिँ ठिक ठाउँमा राख्नको लागि चाहिँ के गर्दो रहेछ, पेटीले चाहिँ सहायता गर्दो रहेछ होइन, सुरक्षित र बलियो पार्दो रहेछ। अनि उनीहरू चाहिँ 10देखि 12 घन्टा उभिनु पर्दो रहेछ क्या। झन्डै तपाईँको 30 केजी 25देखि 30 केजीसम्मको त्यो भारी बोकेर उनीहरू उभिनु पर्दो रहेछ है त। अनि त्यसले चाहिँ के गर्दो रहेछ, सहायता गर्दछ, उभिन पनि सहायता गर्दो रहेछ। अर्को चाहिँ तयारी र स्थिर पनि हुन सहायता गर्दो रहेछ। अनि अन्तिममा चाहिँ विश्वासीहरूको पहिचान पनि रहेछ क्या। यदि हामी सत्य नै ठिक छैन भनेदेखि त्यो बेल्टले के गर्छ, त्यो कवचहरूलाई चाहिँ अलिकति सहीसँगले लाउन उभिन गाह्रो बनाउँछ नि होइन। त्यही कारण सत्यको पेटीले चाहिँ के भन्दो रहेछ त, सत्यको पेटी हुन्छ भनेदेखि झुटको पेटी पनि हुन्छ। सत्यको पेटीले चाहिँ के हुन्छ भनेदेखि तिमीहरू परमेश्वर र धनलाई दुइटैलाई सेवा गर्न सक्दैनौ होइन। मत्ती 6:24 त्यही भन्छ, तिमीहरू आफ्नो छिमेकीलाई आफू झै प्रेम गर होइन। म बाटो र सत्य र जीवन म नै हुँ, म बाहेक अरू कोही छैन। सत्यको पेटले चाहिँ त्यो भन्दो रहेछ है त। ममा आऊ, तिमीहरू थकित छौ भनेदेखि होइन, म तिमीलाई के दिनेछु, आराम दिनेछु भनेर चाहिँ सत्यको पेटले भन्छ भनेदेखि, झुटको पेटले चाहिँ होइन तिमीले चाहिँ घृणा गर्नुपर्छ होइन, सेल्फिस हुनुपर्छ। यो स्थानमा पुग्नलाई तिमीले जे जे गर्न सक्छौ त्यतै गरेर आफू यो स्थानमा पुग होइन। सुसाइड गर्न मन लाग्छ भने, आत्महत्या गर्न मन लाग्छ भने गर होइन। संसारले तिमीलाई जे जे दिन खोज्छ तिमी त्यसको पछि लाग। तब मेरो आन्टी मलेसिया जानुभएको थियो, एउटा लामो लाइन के, एउटा स्टोरमा लामो लाइन देख्नुभयो। अनि उहाँले चाहिँ यसो क्युरियस भएर अनि के रहेछ भने यसो लाइनमा जाँदा भित्र यसो ठुलो स्टोर रहेछ। अनि ठुलो टेबल रहेछ क्या, टेबलको माथि चाहिँ ढुङ्गाहरू क्या। एउटा चाहिँ माया गर्ने ढुङ्गा, एउटा चाहिँ क्षमाको ढुङ्गा अरे होइन, अर्को चाहिँ कृपाको ढुङ्गा अरे। सो मान्छेहरूले चाहिँ त्यो किन्न खोजिरहेको छ क्या। उनीहरू चाहिँ ढुङ्गामा आशा राखेर, जुन चाहिँ हामीले चाहिँ परमेश्वरले होइन भन्न सक्नुमा के भने, तिमी दुश्मनहरूको अगाडि चाहिँ मैले के गरेको छु, तिमीहरूको टेबल प्रिपेयर गरेको छु। सबै कुराहरू हामीलाई दिइसक्नु भएको छ क्या। हामीले चाहिँ त्यो मायालाई चलाउनु पऱ्यो होइन, अनुग्रहलाई चलाउनु पऱ्यो, हाम्रो क्रिएटिभिटीलाई चलाउनु पऱ्यो। परमेश्वरले सबै दिनुभएको छ, त्यो हामी सत्तारी कुराहरूमा चाहिँ लाग्नु पर्दैन रहेछ है त। अनि धेरै फल्स टिचर्सहरू आएको छ क्या। त्यही कारण शैतानले चाहिँ चलाएको कारणले तपाईँको रसियामा एउटा होइन आफू येशू ख्रीष्ट भन्दै उसले प्रचार गर्दै होइन, अनि पछि उसलाई चाहिँ पुलिसहरूले समात्यो है। उसले चाहिँ नराम्रो एक्टहरू गरेर होइन, यो केटीहरूलाई लगेर होइन नराम्रो कामहरू गर्ने धेरै कुराहरू चाहिँ उसले चाहिँ त्यो गरेको कारणले चाहिँ है पुलिसहरूले त्यसलाई समात्नु पऱ्यो है। न अब सेकेन्ड कुरा हामी हेऱ्यौँ, हाम्रो आत्मिक युद्ध चाहिँ कोसँग रहेछ त्यसो भए त? मान्छेसँग होइन रहेछ है त। हाम्रो झगडा चाहिँ कोसँग होइन रहेछ? पछि 6:12ले चाहिँ के भन्छ, हाम्रो झगडा चाहिँ छाला र रगतसँग होइन रहेछ, तर कोसँग रहेछ? यो दुष्ट आत्माहरूसँग रहेछ क्या। जस्तो तपाईँलाई एउटा इक्जाम्पल दिन्छु होइन, म यहाँ इन्डोनेसियामा छु भनेदेखि मेरो फेसबुक, मेरो ब्याङ्क एकाउन्ट ह्याक गऱ्यो भने अमेरिकाको मान्छेले इजिली ह्याक गर्न सक्छ क्या। अनि मलाई चाहिँ भुइँमा निल डाउन गरेर होइन रुवाइदिन सक्छ क्या। तर मलाई थाहा हुँदैन त्यो ह्याकरको हो होइन। इभल स्पिरिटहरू पनि, दुष्ट आत्माहरू पनि हामी देख्दैनौँ, तर रहेछ क्या त्यहाँ। अनि हामीले परमेश्वरलाई माया गरेको कारणले चाहिँ हाम्रो पनि दुश्मनीको भयो होइन, शैतान भयो नि होइन। हामी परमेश्वरको साथी भएको कारणले हाम्रो दुश्मनीको भयो, शैतान भयो। शैतानले चाहिँ के गर्छ, एउटा यस्तो ग्रान्ड डिजाइन प्लान गरेको छ, हरेक घन्टा, हरेक मिनट, हरेक सेकेन्ड हुन्छ नि, यो नोभेललाई कसरी ढालौँ, यो पास्टरलाई कसरी ढालौँ भनेर उसले चाहिँ एउटा ग्रान्ड डिजाइन होइन बनाइ गर्दो रहेछ क्या। अनि उनीहरूको पनि त्यो एउटा अर्गनाइज रहेछ क्या। जस्तो गभर्मेन्टको होइन आर्मी हुन्छ, त्यसपछि त्यसमा प्रेसिडेन्ट हुन्छ, प्राइम मिनिस्टर हुन्छ होइन, होम डिप्युटी हुन्छ, त्यसको पनि जस्तै शासकहरू, अधिकारीहरू होइन। अनि छुट्टी उनीहरूको पनि के रहेछ, एउटा त्यो प्लानिङ ग्रुप रहेछ क्या है त। हाम्रो झगडा चाहिँ कोसँग रहेछ, दुष्ट आत्माहरूसँग रहेछ है त। सत्यसँग हामी जहिले पनि बोल्नुपर्छ। शैतानको भाषा चाहिँ अगाडि मैले भनेको थिएँ नि, शैतानले के भाषा बोल्छ? शैतानको भाषा चाहिँ योना 8:44 के भन्छ, जन्मदै फेरि उसको भाषा, मातृभाषा चाहिँ झुट रहेछ क्या। त्यही कारण हामी झुटको पिता भन्छ नि उसलाई हो। अनि ऊ चाहिँ हत्यारा अरे, सुरुदेखि हत्यारा नि, आदिदेखि हत्यारा अरे। त्यो वर्ड तपाईँले सम्झिनुहोस् ल, आदि होइन, आदिदेखि नै सुरुदेखि नै ऊ चाहिँ के थियो अरे, हत्यारा थियो अरे। अनि झुटको पिता अरे ऊ चाहिँ है त।
अनि अहिले तपाईँको इङ्ल्यान्डमा हेऱ्यो भने पनि चर्च अफ सैतान छ होइन, चर्चको नामै चर्च अफ सैतान, सैतानलाई चाहिँ पुज्ने गरेछ। अनि केटी पेरी पहिला होइन चर्चमा अगाडि गएर क्वायरमा गीत गाउने मान्छे, प्रभुलाई आराधना गर्ने मान्छे, उसले पछि के गर्यो एउटा गीतै बनाइदियो क्या, डान्स विथ द डेभल भनेर होइन। अनि त्यो भिडियोमा हेर्नुभयो भने चाहिँ नरकमा उनीहरू चाहिँ के गर्छ, मान्छेहरू चाहिँ पुरै सैतानसँग नाचेको के देखाउन खोजिरहेछ, सैतान राम्रो मान्छे हो। चर्च अफ सैतानको एउटा स्ट्याचु हेर्नुभयो भने त्यो मेन सिम्बल हेऱ्यो भनेदेखि सैतानको काखमा चाहिँ कसो बच्चा छ क्या। अनि उनीहरूको मेन म्यासेज चाहिँ सैतानसँग डराउनु पर्दैन, सैतान माया छ, कृपालु छ, डराउनु पर्दैन भन्ने चाहिँ उनीहरूले चाहिँ के गरिरहेको छ, सैतानले चाहिँ त्यो एउटा फल्स होप दिइरहेको छ क्या मान्छेलाई। डरलाग्दो कुरा छ क्या, एकदमै डरलाग्दो कुरा छ है त। न सत्य त्यसो भए कसरी थाहा पाउने त हामीलाई यो संसारमा अहिले हेर्नु त धेरै गाह्रो छ नि है। तपाईँको अब दुई खालको समाचार छ है, एउटाले एउटा कुरा भन्छ, अर्कोले अर्को कुरा भन्छ, बायस छ होइन। कसरी सत्य थाहा पाउने त? अहिलेको जमानामा एकजना मलाई मनपर्ने व्यक्ति हुन्छ, उहाँको नाम चाहिँ चार्ल्स स्पर्जन हो होइन। उहाँले चाहिँ के भन्नुहुन्छ, अहिलेको समय चाहिँ विवेक चाहिँ सही र गलत थाहा पाउने होइन अरे, तर विवेक भनेको अहिलेको समयमा चाहिँ सही र झन्डै झन्डै सही रे क्या। त्यो थाहा पाउनु चाहिँ के रहेछ, विवेक रहेछ क्या अहिलेको समयमा चाहिँ, सही र झन्डै झन्डै सही होइन। सैतानले त्यस्तो बनाइदिइसक्यो क्या हामीलाई, सैतानले त्यस्तो बनाइदिइसक्यो त। न हो त्यसो भए हामीहरू यो सत्य कसरी थाहा पाउने त? मैले अघि तपाईँलाई एउटा कुरा भनेको थिएँ नि, सुरुदेखि नै आदिदेखि नै सैतान के रहेछ, झुटको पिता रहेछ होइन। हामीलाई सत्य थाहा पाउनुको लागि चाहिँ हामी सुरुमा जानुपर्दो रहेछ क्या, आदिमा जानुपर्दो रहेछ। जस्तै अब तपाईँ एउटा इक्जाम्पल दिएँ होइन, मैले गाडी कुदायो अनि रुखमा ढ्याक्क ठोकाइदियो हो, अनि पुलिस आएर डाइरेक्टली उसले हुन्छ नि रिपोर्ट बनाउँदैन क्या, न्युज पेपरमा उनीहरूले छपाउँदैन। उनीहरूले के गर्छ, सुरुमा जान्छ होइन, त्यो गाडी ब्रेक फेल भएको छ कि, मैले हुन्छ नि रक्सी खाएर कुदाएको थिएँ कि, कसरी चाहिँ एक्सिडेन्ट भयो, ओर त्यहाँ सिसिटिभी छ कि छैन, मानिसहरू वरिपरि छ कि छैन, छ भने इन्टरभ्यू लिने होला होइन पुलिसहरूले। सो केही कुरा थाहा पाउनुमा चाहिँ हामी चाहिँ आदिमा जानु पर्यो, सुरुमा चाहिँ के भयो त? अनि परमेश्वरको वचनले आदिमा के भयो भने भनेको छ क्या, आदिमा होइन उत्पत्तिको के भन्छ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। परमेश्वरले नै आकाश र पृथ्वी सृष्टि गर्नुभयो भनेदेखि उहाँलाई थाहा रहेछ क्या सुरुमा के भयो, त्यसपछि स्टेप बाई स्टेप के आयो, यो दिनमा के भयो, यो दिनमा के भयो होइन। मानिसहरूको ब्लु प्रिन्ट होइन, घरको नक्सा जस्तै परमेश्वरले हामीले बनाएको कारणले हाम्रो ब्लु प्रिन्ट पनि परमेश्वरलाई थाहा रहेछ। सो आदिमा थाहा पाउनको लागि चाहिँ हामीले कहाँ जानुपर्छ, बाइबलमा जानुपर्छ, परमेश्वरलाई सोध्नु पर्दछ क्या। योना 1:1ले के भन्छ, इन द बिगिनिङ वाज द वर्ड, वर्ड वाज विथ गॉड एन्ड वर्ड वाज गॉड होइन। आदिमा परमेश्वर वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग थियो अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो अरे क्या। त्यो वचन चाहिँ को भने फेरि येशू ख्रीष्ट क्या। येशू ख्रीष्ट के रहेछ, पृथ्वी बन्नुभन्दा अगाडिदेखि नै रहेछ क्या। सो हामीलाई केही कुराहरू थाहा पाउनु पऱ्यो, केही कुरा शङ्का लाग्यो भने हामीले चाहिँ कसलाई सोध्नु पर्दो रहेछ, द क्रिएटर हु वाज देयर सिन्स द बिगिनिङ क्या। त्यो चाहिँ येशू ख्रीष्ट हुन्छ, परमेश्वर हुनुहुन्छ क्या। सत्य कसरी थाहा पाउने, आदिमा कसले बनाए त्यो कुरामा चाहिँ हामी जानु पर्दो रहेछ। अहिलेको समाज चाहिँ कस्तो भनेदेखि तपाईँको यु डु यु आई डु मी हुन्छ नि, मलाई जे ठिक लाग्छ म त्यो गर्छु, तिमीलाई जे ठिक लाग्छ त्यो गर। कल्चरै अहिले त्यस्तो भइसक्यो क्या। त्यो एउटा स्ट्यान्डर्ड नै हुन्छ नि, स्ट्यान्डर्ड ट्रुथ नै अहिले के भयो, अब्जेक्टिभ भइसक्यो क्या। तर त्यस्तो हुनु चाहिँ भएन, किनभनेदेखि ग्राभिटी जहाँ गए पनि के हुन्छ, ग्राभिटी एउटै हुन्छ नि। नेपालमा पनि 1 केजी नै हुन्छ स्याउ जोख्यो भनेदेखि, त्यही स्याउ अमेरिकामा जोख्यो भने 1 केजी नै हुन्छ नि। सो ट्रुथ चाहिँ चेन्ज हुँदैन क्या। अब हामीले चाहिँ कहिले कहिले सोध्नु पर्छ, अङ्ग्रेजीमा एउटा फ्रेज छ, वाट वुड जिजस डु क्या। परमेश्वरले के गर्नुहुन्थ्यो त्यो समयमा। तपाईँलाई चोर्न मन लाग्यो भनेदेखि तपाईँले सोध्नु सक्नुहुन्छ क्या, यो समयमा मलाई चोर्न मन लागेको छ, तर परमेश्वरले के गर्नुहुन्छ, चोर्नुहुन्छ कि हुँदैन? अफकोर्स चोर्नु हुँदैन भने चाहिँ अब नट स्टिल म चोर्दिनँ भनेर चाहिँ के गर्नु पऱ्यो, त्यो एउटा त्यो डिसिजन चाहिँ गर्नु पऱ्यो है त। हुन्छ, एउटा कन्क्लुजन लास्टमा, सत्य थाहा पाउन सकिँदो रहेछ है त। आदिमा के भयो होइन, सत्य एक व्यक्ति हुनुहुन्छ, उहाँको नाम चाहिँ परमेश्वर हो। अनि शैतानको भाषादेखि के रहेछ, सुरुदेखि नै झुट रहेछ, अनि उसकोमा सत्यता रहेनछ। म कहिले कहिले झुट बोल्छु, त्यही तापनि मसँग के छ, अझै सत्य छ नि, तर शैतानसँग चाहिँ त्यो रहेनछ है त। अनि हामी सधैँ के गर्नुपर्छ, परमेश्वरको भाषा चाहिँ बोल्नु पर्दछ है त। अनि तपाईँले आज कुन भाषा बोलिरहनु भएको छ, तपाईँलाई एउटा है त, कुन भाषा बोलिरहनु भएको छ। हुन्छ, सबैजनाले सिक्नुभयो होला आज है सत्यको पेटीको बारेमा। हामी अर्को नेक्स्ट पार्ट भिडियोमा चाहिँ अर्को कवचको बारेमा हेर्नेछौँ है त। हुन्छ, सकेसम्म सेयर गरिदिनुहोस्, अरूहरूलाई आशिषित बनाइदिनुहोस्, कमेन्ट लाइक गरिदिनुहोस् है त। हुन्छ, धेरै धन्यवाद, टेक केयर, जय मसी।